फेसबुकमा निरन्तर फोटो भिडियो र टेक्स्टहरू पोस्ट गर्दै आइराख्नु भएको छ भने तपाईलाई फेसबुकले भ्युजको आधारमा पैसा पे गर्ने गर्दछ। फेसबुकमा निरन्तर काम गर्दै आइराख्नु भएको छ र तपाईको फेसबुक प्रोफाइल वा पेजमा यस्तो खालको योर अर्निङ एक्सपायर्ड वा ए ट्याक्स इन्फर्मेसन बैंक सेटअप सम्बन्धी कुनै अप्सन आएको छ भने आजको यो भिडियो हजुरहरूलाई एकदमै महत्त्वपूर्ण र जानकारीमूलक हुनेछ। यदि यो बैंक सेटअपमा हजुरहरूले गलत अप्सन वा गलत आफ्नो व्यक्तिगत विवरण भर्नु भएमा तपाईले फेसबुकबाट अर्निङ गरेको पैसा तपाईको बैंक खातासम्म आउँदैन। त्यसैले यो भिडियो स्किप नगरी हेरिदिनु होला। च्यानलमा यदि नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म यो बैंक सेटअप सम्बन्धी सबै कुरा यसै भिडियोमा दिनेछु। त्यसको लागि सबैभन्दा पहिला आफ्नो फेसबुकको प्रोफाइलमा जानु होला। प्रोफाइलमा गइसकेपछि प्रोफेसनल ड्यासबोर्डमा जानु होला। प्रोफेसनल ड्यासबोर्डमा गइसकेपछि मोनिटाइजेसनमा जानु होला। यहाँ देख्न सक्नुहुन्छ यो फेसबुकको अकाउन्टलाई चाहिँ बैंक सेटअपको मोनिटाइजेसन आइसकेको छ। यो सेटअप गर्नको लागि तपाईले सेटअप पे आउट अकाउन्टमा क्लिक गर्नु होला। तपाईहरुको पनि यस्तै आएको छ भनेपछि सेटअप पेमेन्ट पे आउट अकाउन्टमा जानु होला। कसैकोमा ट्याक्स इन्फर्मेसन पनि आएको हुन्छ, कसैकोमा अर्निङ योर एक्सपायर भनेर पनि आएको हुन्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईले यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो खालको चाहिँ इन्टरफेस शो हुन्छ। यसमा चाहिँ तपाई जुन देशमा हुनुहुन्छ ती देशको बैंक खातामा जे नाम छ त्यही राख्नु होला। धेरै जस्तो साथीहरूले फेसबुक अकाउन्टमै भएको नाम चाहिँ राखिराख्नु भएको हुन्छ। त्यस्तो चाहिँ नगर्नु होला। यदि त्यस्तो भएको खण्डमा त्यस्तो चाहिँ नगर्नु होला। त्यस्तो भयो भने यदि फेसबुकबाट अर्निङ भएको पैसा चाहिँ तपाईको बैंक अकाउन्टसम्म नआउन पनि सक्छ, किनकि तपाईको यहाँ दिनुभएको इन्फर्मेसन र बैंकमा दिनुभएको बैंकको इन्फर्मेसन म्याचै हुँदैन। त्यही भएर तपाईले यो इन्फर्मेसनहरु चाहिँ जुन तपाईको बैंकमा जुन नाम छ त्यही नाम चाहिँ यसमा राख्नु होला। नाम मैले राखिसकेको छु यसमा, अनि डेट अफ बर्थ पनि राखिसके, फर्स्ट नेम लास्ट नेम, अनि त्यसपछि कन्ट्री चाहिँ अहिले यो चाहिँ अकाउन्ट चाहिँ फेसबुक चाहिँ साथीको हो। मैले यहाँ हामी चाहिँ मलेसियामा छ, मैले मलेसिया राखेको छु। तपाई अरु कुनै देशमा हुनुहुन्छ भने चाहिँ अरु कुनै देश चुज गर्नु होला, छान्नु होला। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गइसकेपछि कन्ट्री चाहिँ अब तपाईहरु जुन देशमा हुनुहुन्छ त्यही कन्ट्री राख्नु होला। अनि यसमा चाहिँ धेरै साथीहरुले बिजनेस टाइपमा चाहिँ धेरै साथीहरुले बिगाडिरहेको हुन्छ। यसमा चाहिँ यो फर्स्ट वाला अप्सनलाई मात्र राख्नु होला, इन्डिभिजुअललाई मात्र राख्नु होला, अरु चाहिँ नराख्नु होला। त्यसपछि फेरि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि यो हाम्रो ठीक छ, नाम ठिकै छ। नाम चाहिँ नाम तपाईको नाम चेक गर्नु होला के कस्तो छ। अनि त्यसपछि यो प्राइमेरी एड्रेसमा चाहिँ आफ्नो त्यहाँको प्राइमेरी एड्रेस राख्नु होला। त्यसपछि सिटीमा त्यहाँको लोकल सिटी कुन ठाउँमा बसिरहनु भएको छ तपाई त्यही ठाउँको सिटी शहरको नाम राख्नु होला। त्यसपछि तपाईको यो जिप कोडहरु तपाईको जिप कोडहरु पनि त्यो जुन ठाउँमा बस्नु भएको छ त्यही ठाउँको त्यो जिप कोड नम्बर हुन्छ त्यो राख्नु होला। यो स्टेटमा चाहिँ तपाईको कुन स्टेट पर्छ त्यो स्टेट राख्नु होला। तपाईको कुन एरिया पर्छ, स्टेट कुन पर्छ त्यो राख्नु होला। त्यसपछि फोन नम्बर राख्नु होला। अनि त्यसपछि इमेल राख्नु होला। इमेल राखिसकेपछि अब यो ट्याक्स इन्फर्मेसनमा चाहिँ तपाईले आफ्नो तपाईको जुन पासपोर्ट या तपाईको इन्डियाबाट हुनुहुन्छ भने चाहिँ तपाईको आधार कार्डमा जुन नम्बर छ त्यही नम्बर राख्नु होला। मैले चाहिँ यहाँ पासपोर्ट मेरो साथीको पासपोर्ट नम्बर राख्दै छु। PA एकचोटि राम्रोसँग चेक गरेर राख्नु होला सबै कुराहरु। फोन नम्बर राख्नु होला, इमेलहरु राख्नु होला, अनि यो जिप कोडहरु राख्नु होला। अनि यो स्टेट कुन ठाउँबाट हो तपाई त्यहाँको स्टेट कुन पर्छ त्यो राख्नु होला। सिटी राख्नु होला। त्यसपछि तपाई कुन ठाउँमा बस्नु भएको छ प्राइमेरी एड्रेस राख्नु होला। अनि डेट अफ बर्थ एकदम सही राख्नु होला। नाम फर्स्ट नेम र लास्ट नेम चाहिँ एकदम सही राख्नु होला। तपाईको बैंकमा जुन नाम छ त्यही राख्नु होला यसमा। नि यति गरिसकेपछि चाहिँ तपाईले यहाँ यता साइडमा भएको सानो कोठामा टिक मार्क लगाउनु होला। त्यसपछि फेरि यो भ्याट र जीएसटी भन्ने छ यसमा चाहिँ केही गर्नु पर्दैन है, केही नगर्नु होला। त्यसपछि फेरि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि अब तपाईले चाहिँ आफ्नो बैंक अकाउन्ट र तपाईको अब स्विफ्ट कोड राख्नुपर्ने हुन्छ।
तपाईसँग यदि पेपल अकाउन्ट छ भने पछि मुनिको अप्सनलाई चुज गर्नु होला। यदि तपाईँको बैंक अकाउन्ट छ भनेपछि बैंक अकाउन्टलाई चाहिँ माथिको म्यानुअली लिङ्क बैंक अकाउन्ट भनेर दिएको छ, यसमा चाहिँ टिक मार्क लगाउनु होला। त्यसपछि तपाईँको अब बैंक होल्डर नेम चाहिँ तपाईँको सेमै त्यही रहन्छ। अनि त्यसपछि कन्ट्री चाहिँ कुन कन्ट्रीबाट हो पहिला तपाईँले चुज गर्नुभएको कन्ट्री जुन हुन्छ सुरुमा राख्नुभएको हुन्छ त्यही देश चाहिँ यसमा सिलेक्ट भइसकेको हुन्छ। त्यसपछि अब स्विफ्ट कोड राख्ने भन्छ। यहाँ तपाईँले चाहिँ आफ्नो ब्याङ्कको स्विफ्ट कोड चाहिँ राख्नु होला है। जस्तो मैले चाहिँ मेरो बैंक तपाईँको कुन बैंकको हो त्यो बैंकको चाहिँ स्विफ्ट कोड राखिदिनु होला। स्विफ्ट कोड तपाईँले गुगलमा गएर सर्च गरेर पनि पाउन सक्नुहुन्छ। नभएपछि तपाईँको कुन बैंकको अकाउन्ट छ त्यही बैंकमा गएर स्विफ्ट कोड मागेपछि स्विफ्ट कोड पनि बैंकवालाले स्विफ्ट कोड दिन्छ। त्यो स्विफ्ट कोड चाहिँ यसमा राख्नु होला। अनि त्यसपछि यसमा यहाँ चाहिँ अकाउन्ट नम्बर राख्नु होला, तपाईँको बैंकको अकाउन्ट नम्बर। यति गरिसकेपछि लिङ्क पे आउट मेथडमा थिच्नु होला, यसमा थिच्नु होला। अनि त्यसपछि अब एड ट्याक्स इन्फर्मेसनमा क्लिक गर्नु होला। तपाईँको अब यहाँ अकाउन्टको नाम देखाउनेछ, तपाईँको यो फेसबुकको कुन अकाउन्टबाट तपाईँले यो बैंक लिङ्क गर्दै हुनुहुन्छ त्यो अकाउन्ट चाहिँ देखाउँछ। यहाँ कन्टिन्यूमा जानु होला, फेरि कन्टिन्यू गर्नु होला, फेरि कन्टिन्यू गर्नु होला। यसमा चाहिँ तपाईहरुले ट्याक्स इन्फर्मेसनमा चाहिँ अब चाहिँ यसमा चाहिँ तपाईहरुले यहाँ चाहिँ नो गर्नु होला है, यसमा नो गर्नु होला। त्यसपछि यसमा पनि नो गर्नु होला। यदि तपाई युएसए बाट हुनुहुन्छ, युएसए को रेसिडेन्ट हो भनेपछि यो अवस्थामा चाहिँ तपाईले यस गर्नु होला, नभएपछि चाहिँ नो गर्नु होला दुईटै ठाउँमा। अनि फेरि नेक्स्टमा क्लिक गर्नु होला। तपाईले अब चाहिँ यहाँ चाहिँ तपाईको कुन ठाउँबाट बिलोङ गर्दै हुनुहुन्छ तपाई, जस्तो तपाई जुन ठाउँबाट तपाईको सिटिजनशिप तपाईको नागरिकता पासपोर्ट कुन ठाउँको छ त्यो देशलाई चाहिँ यहाँ चुज गर्नु होला। तपाईको डकुमेन्ट चाहिँ कुन देशको तपाईसँग कुन देशको डकुमेन्ट तपाईको कुन देशको मान्छे हो त्यो देश चाहिँ चुज गर्नु होला। जस्तो हामी चाहिँ म चाहिँ मेरो साथी चाहिँ नेपालबाट हो, म नेपालैबाट हो, नेपाल चुज गर्छौं, नेपाल। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। यति भइसकेपछि फेरि अब तपाईलाई यो सबै कुरा देखाइरहेको छ, तपाईले अघि भरेको तपाईको इन्फर्मेसनहरु यो सही छ कि छैन भनेर एकचोटी देखाइरहेको छ। सही छ भनेपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि फेरि नेक्स्टमा क्लिक गर्नु होला। यसमा चाहिँ तपाईहरुले माथिको 0% अफ सर्भिस विल बी भन्छ, यसमा राख्नु होला 0% सबभन्दा माथिको। त्यसपछि नेक्स्ट गर्दिनु होला। त्यसपछि तपाईले चाहिँ अब यहाँ चाहिँ तपाईले देखाउँछ यो तपाईले यहाँ चाहिँ सिग्नेचर गर्नुपर्ने हुन्छ। सिग्नेचर तपाईले जुन फर्स्टमा त्यो नाम राख्नु भएको थियो त्यही नाम राख्नुपर्ने हुन्छ। तपाईले यसमा चाहिँ तपाईले त्यो यो अकाउन्ट यो बैंक सेटअप गर्दाखेरि जुन तपाईले नाम राख्नुहुन्छ त्यही नाम चाहिँ राख्नु होला यसमा, अन्यथा अरु नाम राखे भनेपछि लिदैन। त्यसपछि नाम लेखिसकेपछि यसमा यो माथि टिक मार्कमा चाहिँ यो सानो कोठामा चाहिँ टिक लगाइदिनु। त्यसपछि नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसकेपछि तपाईको अब यो सबै डकुमेन्टहरु देखाउँछ भयो कि भएन भनेर। अब यो चाहिँ यहाँ यसमा चाहिँ सबमिट गरिदिनु होला। सबमिट गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ तपाईको योर ट्याक्स इन्फर्मेसन इज कम्प्लिट भनेर आएको छ। यो चाहिँ तपाईको अब यो यति गरेपछि तपाईको बैंकसँग तपाईको फेसबुक अकाउन्ट बैंकसँग लिंक भयो। अब तपाईले फेसबुकबाट कमाएको पैसाहरु तपाईको बैंक अकाउन्टसम्म सिधै आउँछ। यसरी चाहिँ आफ्नो डिटेलहरु चाहिँ भर्नु होला अनि लास्टमा चाहिँ डन गरिदिनु होला। यति गरिसकेपछि तपाईको अब बैंक सेटअप भयो कम्प्लिट।